सबैलाई लागिरह होला कि फ्रान्सको त सपोर्टरै छैन, कोही पनि बोल्दैन, कोही पनि सपोर्टै गरिरहेको छैन, फ्रान्सकोले त जित्दैन होइन भनेर लागिरह होला सबैलाई होइन। तर यसपालिको फाइनलमा चाहिँ जित्ने भने फ्रान्स हो 2026मा। हामी अहिले किन केही पनि बोलिराखेनौँ भनेपछि मजाले गेम जितिरहेछ होइन, मजाले मिठो गेम खेलिरहेछ, सबै गेम जित्दै अब सेमी फाइनलमा पनि पुगिसक्यो होइन, फाइनलमा पनि जाने हो फ्रान्स होइन। गएको वर्ष पनि गएको हो, त्योभन्दा अगाडि त विनरै भएको हो 2018मा। यो वर्ष नि मिठो भइरहेछ। अनि हामी चाहिँ अब गएको वर्षको अलिकति सदमामै छौँ नि त होइन, एमबापे पनि, त्यही भएर यसपालि चाहिँ कमब्याक गर्छ भन्ने छ। अनि ढुकढुक ढुकढुक भएर बसिरह हामी होइन, मनमा त धेरै बोल्नु मन चिच्चाउनु मन छ, तर गएको हारलाई चाहिँ अझै हामी सदमामै भएको भएर मात्रै हामी धेरै नबोलिरह हो। हामी गेम हेरिरहेछौँ होइन, वेटिङ फर फाइनल। यस्तो सेलिब्रेसन हुनेवाला हो नि फेरि फ्रान्सको, त्यही हो।